आज 3-4 दिनपछि बिहानको अपडेट सेयर गर्दैछु। गाईको बच्चा जसलाई हामीले केही दिन अघि निकै कमजोर अवस्थामा भेटाएको थियौँ, उसको अवस्था बिस्तारै सुधार हुँदै गइरहेको छ। उसको शरीरमा घाउहरू जुन पहिला एकदम दुःख दिइरहेको थियो, त्यो घाउहरू अहिले बिस्तारै सुक्दै गइरहेको छ। सबैभन्दा राम्रो कुरा के हो भने ऊ अहिले खान थालिसकेको छ। केही दिन पहिला खाना हेरी मात्र रहने र तर खान नसक्ने अवस्थामा थियो। आज भने उसको थाली खाली भएको देख्दा मन एकदम खुसी भएको छ। त्यो कमजोर शरीरले फेरि बाँच्न चाहेको छ, उठ्न चाहेको छ, जीवनसँग लड्न चाहेको स्पष्ट देखिन्छ। अहिलेसम्म पनि अलिकति कमजोर छ, शरीरमा ऊर्जा कम छ, तर सुधारको गति राम्रो छ। केही दिन अझै हेरचाह र उपचार चाहिन्छ। ऊ छिटो धेरै राम्रो हुनेछ। जीवन बचाउन कहिलेकाहीँ औषधिभन्दा धेरै महत्त्वपूर्ण माया र साथ हो। हामीले सकेको प्रयास गरिरहेको छौँ। उसले पनि आफ्नो शरीरसँग लडिरहेको छ बाँच्नको लागि। अन्त्यमा सबैलाई धन्यवाद। तपाईँले दिएको माया, साथ र विश्वासले नै हामीले यस्तो कठिन अवस्थामा पनि अघि बढ्ने हिम्मत पाइरहेको छौँ। गाईको बच्चा छिटै पूर्ण रूपमा ठिक होस् भन्ने कामना। धन्यवाद।